आज चाहिँ यहाँनिर सिक्वेन्समा नम्बर है कसरी लगाउने म यो तपाईहरुलाई देखाउँछु। जस्तै अब तपाईहरुले एउटा दुईटा छ भने त है त्यसरी टाइप गरेर म्यानुअली टाइप गरेर पनि सक्नुहुन्छ या मजै आउँछ तपाईहरुलाई है। मानिलिउँ अब तपाईले यसरी 20 वटाहरु नम्बर छ अरे यसरी तपाईले म्यानुअली टाइप गर्नुभयो। तर तपाईलाई सपोज मानिलिउँ तपाईलाई यस्तै नम्बर चाहिँ 100 वटा गर्नु छ या है 500 वटा या बेसी नम्बर छ भने तपाईले म्यानुअली टाइप गरिराख्दाखेरि तपाईलाई प्रब्लम हुन सक्छ है, अल्छी लाग्न सक्छ। त्यसको लागि सिम्पल के गर्नु सक्नुहुन्छ भन्दाखेरि फर्स्टमा 1 चाहिँ तपाईले लेख्नुस् है। लेखेको पछि चाहिँ यो अप्सन जुन चाहिँ छ यसमा जानुस् तपाईहरु। यहाँ गएको पछि सिरिज छ, सिरिजमा गएर रोमा हैन कलम ओरालो चाहिएको नि त हैन, कलममा चाहिएको 1 to सपोज 100 सम्म तपाईलाई चाहियो नि 1 to 100 स्टप भ्यालु चाहिँ 100 मा गर्दिनु पर्यो है। ओके गर्दिनुस्। अटोमेटिक तपाईको 100 वटा नम्बर चाहिँ यसरी लेखेर आउँछ।